पोखराको मान्छे रिल्सी अब रोगी लाग्यो कोत्रे भएर किनेर ल्याएको चिज खानु माछा समात्नु लागेको हो रे बार्बिक्यू आइपुग्यो रेमले खान्छ होला यो हैन लेमन हो तिम्रो निज लाग्छ ल तरान भइसक्यो घुम्न आएको मान्छे गलिसक्यो यो त रेम करा देख्यो नि बाउले काटा देखाउनु हुने जस्तो होला मलाई जाल हान्न लाग्यो नि होला अहिले खानको निस्किने बाटो चाहिँ यतिको भएको रहेछ है थानकोटबाट ओह्रालो लाग्यो अब थानकोटदेखि ओह्रालोको बाटो चाहिँ कस्तो छ हेरौँ अनि हाम्रो रेम चाहिँ यस्तो खान लागेको छ है बसेर त्यस्तो धुलो त छैन गाडी धेरै नहिँड्दा त ठिकै छ अरू बेलामा भन्दा त यसको पैसा दिन्न अर्को मैले दिएछु है सानो यहाँ हेर न लेम हाम्रो रेम चाहिँ हेर यस्तो छ के गरेको ल त्यो राखै कतै नझाएर त्यो मास्क लगाऊ अब हामी चाहिँ अब एकछिन विश्राम गरेर किन्यौ सिमलेबाट मनोकामना मुगलिन बजार हामी चाहिँ अहिले चाहिँ मुगलिन आइपुगेछौँ होइन मुगलिन बजार आएर यतातिर लाग्दैछौँ हामी चाहिँ अब मुगलिन पारी गयौँ होइन गण्डकी प्रदेशमा छिर्यौँ डुम्रे बजार बन्दीपुर डुम्रे टिकट काट्ने कहाँनिर के छ टिकट काट्ने तल हो दाजु हामी चाहिँ डुम्रे बजारबाट यहाँ माथिपट्टि हेर्दाखेरि चाहिँ यहाँ बन्दीपुर हिल रहेछ होइन यस्तो दामी ठाउँ क्या हामी चाहिँ एकछिन यहाँ बस्यौँ यहाँ देख्न सक्नुहुनेछ यहाँ कस्तो दामी के हेर्नु शिवको स्ट्याचु चाहिँ एकदम दामी बनाएर यहाँ बस्छौँ है यस्तो दामी लाग्यो अनि आएर एकछिन बस्यौँ अब हामी चाहिँ फोटोसोटो एकछिन खिचेर चाहिँ हामी चाहिँ लाग्छौँ आउँछ ऊ माथि यता माथि ऊ हामीले त्यहीँनिर भर्याङ रहेछ त अघि बाई बाई डुम्रे बजार बन्दीपुर डुम्रे हामी चाहिँ आइपुग्यौँ डुम्रे अब चाहिँ हामी खाजा खानलाई एकछिन रेस्ट गरेर डुम्रे बजारमा छौँ अनि अब हामी खाना खान्छौँ अब बस यस्तो नर चकचक नर जता पनि हामी चाहिँ अहिले डुम्रे बजारमा आएर होइन खाजा खान बसेको छौँ गर्मी यता चाहिँ यसरी गर्मी है बाटो चाहिँ राम्रै रहेछ अब हामी चाहिँ खाजासाजा खाएर लाग्छौँ है घरतिर हेर त गर्मी भएर हेर न अनुहार यस्तो भयो त गर्मीले कस्तो भएछ हाम्रो चाहिँ खाना आइसकेको छ हामी चाहिँ अब खान थाल्यौँ भोक लागेछ है हाम्रो रेमु पहिलो पापड खानु थालेको यता हेर त ल हामी चाहिँ अब खानासाना खाएर निस्क्यौँ डुम्रेबाट दामी बनाएको रहेछ अहिले त्यो बाटो त दमौली हिमालय संसार नै घुमाउली
होइन दमौली माया सँगसँगै घुमौली दमौलीमा चाहिँ अझसम्म निर्माण कार्य भइराखेको रहेछ। अब कहिलेसम्म यसपालि त नसक्ने रहेछ यो काम। हेर न यहाँ वर्षा लागेको त छैन। अब गऱ्यो भने त सक्छ, के चाहिँ गर्छ भन्नेमा भर पर्छ। मादी नदी हामी चाहिँ अहिले आइपुग्यौँ कोत्रे है। गर्मी भएर हामी चाहिँ यहाँ बसिरहेको त्यो छोप्दा पनि तल तलै त्यो हल्ली बिचको हल्ले छैन, त्यो हल्ले पनि छोप्दैन के त्यो पानी त्यो ढुङ्गा छोप्दा पनि त्यो गाँसको घारी पुरै छोप्छ। यो माथि यो हरियो भएको रुखहरू चाहिँ के भयो? सिस्टम कस्तो राम्रो देखेको है। पानी परा पानी ठुलो आएर त्यहाँ आनन्द हुने सर र खोला बग्छ है। दामी हुँदैछ। हामी चाहिँ कोत्रेको एकछिनको विश्रामपछि फेरि लाग्यौँ पोखरातर्फ। धेरै चिसो खायो भने हो यसरी राख्नुपर्छ गर्मीमा। अब 2 घन्टा जति बस्ने ल। गर्मी भयो साँच्ची? हामी एकछिन चिसो खाएर हिँड्यौँ। हामी चाहिँ बेकनास ताल उता काठमाडौँ हो नि यतापट्टि बेकनास तालपट्टि लाग्यौँ है त। भाइ बेकनास ताल यहाँबाट कति टाढा छ? यताबाट जानु मिल्दैन? यहाँ रूपताल कहाँनिर छ? रूपताल चाहिँ जान मिल्छ? रूपताल कति टाढा छ? बेकनास ताल जान नमिल्ने रहेछ, रूपताल चाहिँ जाने। दिदी रूपताल जाने यतैबाट हो? बेकनास ताल चाहिँ यहाँबाट जान्छ? ल धन्यवाद। हामी चाहिँ अहिले आइपुग्यौँ बेगनास ताल। जाँदैछौँ बेगनास ताल। त्यही त तल चाहिँ गर्मी रहेछ, बेसरी गर्मी गरेर घाम लागेको छ बेसरी है। गर्मी कहाँ के बनाएको? बोटमा जाने हो। बोटमा जाने हिँडेन पहिला त्यहाँ कति जाउँ? तल अलिक तल जाने कि शीतल तलै छ सबै तलै छ। मैले सोधेँ कस्तो ठुलो देख्ने ताल। अब हल्लिँदै हिँडेको छ किन? बेगनास ताल ठुलो एरिया त धेरै एकदम ठुलो रहेछ है। कुरा त धेरैचोटि आयो तर बेगनास ताल चाहिँ म आएको थिइनँ। गएँ कति ठुलो बेगनास ताल। गर्मी त बेकनास ताल। बेकनास तालमा रेमको हाल के छ? रेम कहाँ आएको छ? बेगनास ताल माछा समात्नु लागेको हो रे। माछा समात्नु लाग्यो रेमले। अरे गइरे रहेछ। ल को यो? यो रेम हो। यता हेर त कत्रो ठुलो खै सानो भनेको एउटा म ठुलो ठुलो देखे। कस्तो लाग्यो पिस? मम्मी एउटा माछा हुन्छ भने जाएर यसरी गरेर त्यहाँभित्र नि छ पिस, त्यहीँनिर राखेको छ। हो अब हामीले एक्रुम राखेको छ। हामीले खाएको थियो हेर न चलाइदियो माथि बस्नु न रेमले चलाएर है बोट यस्तो हुन्छ त राम्रोसँग चलाउनु बोट हाम्रो रेम चाहिँ अब रोगी लाग्यो कोत्रेबाट किनेर ल्याएको चिज खानु। कुन ठाउँ भन्नु त? दाइगीको छ
कराते मैले करातेको नाम होइन त्यो उसको नाम होइन क्या कुन ठाउँ रे के ताल रे भन त नाइकी गर्दा नाइकी बेगमा छ हैन त्यस्तो होइन काम खालिन्न उही के खाने र अरू अझ के गनाएको रे पोखराको मान्छे छैन के गनाएको रे पोखराको मान्छे छैन कको तिमीलाई त्यसो पहराउनै दिँदैन फेरि खाँदै छैन त्यस्तो भन्यो यो पनि यो कुकुर चाहिँ कहाँको रहेछ रे भन न बार्बिक्यू आइपुग्यो नाना हामी चिकन खाना चिकन बनाना हामीले फिस हान्दैछ होइन म गरौँ तर बिस्तारै कति कागजी परेछ एक ठाउँ मात्रै हाल्यो नि त हामी चाहिँ खाँदैछौँ अहिले कस्तो छ मिठो हामी चाहिँ बेगनस ताल हेरेर बार्बिक्यू खाएर हिँड्यौँ है आउ ल छिटो हामी चाहिँ अब आइपुग्यौँ त्यहाँबाट चाहिँ बेगनस तालबाट आइपुग्यौँ रूपाताल यहीँ रहेछ रूपाताल हो रहेछ यहाँ चाहिँ झोलुङ्गे पुल पनि रहेछ यस्तरी उहाँ परछ नि रूपाताल बिस्तारै डर हाम्रो हिँड्यो डर लाग्दैन टुई टुई हिँड्यो हिँड्यो अन्त डर लाग्दैन अँ कति ब्रेभ मान्छे ल हिँडौँ हिँडौँ ल के गर्ने बाइक ल्याउने हो र रूपाताल यो चाहिँ रूपाताल देखिरहेको ताल चाहिँ रूपाताल रहेछ है झोलुङ्गे पुलले चाहिँ त्यहाँ पर्खाउँ जाउँ भने हल्लेर डर लाग्यो रे अनि पर्खाउँ जाउँ धेरै लामो रहेछ फेरि रूपातालको झोलुङ्गे पुल पनि तिनीहरू कुद्दै आउँदैछ रेमेजी ल रेम ओइ पोखरा घरमा बस्नु होला नि रेम हिँड्न ल हिँड्दै जाने क्या छिटो कस्तो गर्मी भएको यार अन्त ज्याकेट खोलेर हिँड्यो भने बाइकमा मलाई जाडो हुन्छ खोलेर हिँड्नु लहतरान भइसक्यो है घुम्न आएको मान्छे गलिसक्यो बाइकमा हिँड्दा नि यस्तो गलिने रहेछ छ्या हिँड्न त रूपातालको झोलुङ्गे पुलमा हामी हिँड्दैछौँ हामी टुकुर 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 हिँड्दैछौँ टुकुर टक है अलिक आउँछ नि त यता आउनु माथि आमामा यताबाट पर निस्किन्छ है यहाँ मेन रोडमा निस्किन्छ है यहाँ माथि निस्किन्छ नि होइन अनि यता यता हुँदै पिटिक चोक जान मिल्छ नि होइन ल धन्यवाद ए हस् ल ल उतापट्टिबाट होइन भनेपछि हामी यस्तो मार्नु पर्यो होइन अफरोड त खतरा छ त ल ल यार यस्तो गर न व्याङ रेम व्याङ 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 बोर्डको झरेको झर्छ त्यो हेलमेट त्यो के हो यतापट्टि खिच्दा कस्तो दामी हुन्छ होला आउन मुई यो त रेम करादेखि नि बाउले काटा देखाउनु हुने जस्तो होला हामी चाहिँ आइपुग्यौँ है पोखरा अहिले चाहिँ हामी छौँ पृथ्वी चोकमा छौँ हामी चाहिँ अब आएर फ्रेस भएर
चाहिँ खाना खान लागेको छौँ है अब चाहिँ खानासाना खाएर हामी चाहिँ हिँड्यौँ पोखरा घुम्न राति यस्तो है एक राउन्ड हावा खाएर आउँ भनेर हामी चाहिँ हिँडेको है चक्लेट बोक्दै खाँदै चाहिँ पृथ्वी चोकमा छौँ है अहिले चाहिँ अनि पृथ्वी चोक बस्यौँ खानासाना खायौँ अनि यसो हिँड्दैछौँ हामी 3जना लखर 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 लखर